गुल्टो भने हान्नै दिनु गरे यत्तिले छोगा 22 जना दर्शक बिनहरु उति हान्नु नि यसले त्यो सानो बोतल त्यो बोतल त हान्ने थिए तर के हुन्छ भन्दाखेरि चाहिँ नि हराउँछ के उतातिर जानी डर छ त्यो बीचमा झुन्निएको बोतललाई हान्ने ट्राई गर्छु है म है ए ल अझ ठुलो वाला ओए बवाल छ ल सिधा छिर्यो छिर्यो प्याक त जगा घरको पार भएको छ ओइ यहाँ लागो कार गएको र खै उको उ त अगाडि हेर्नु त यहाँ हान्न त मजा आउँदो रहेछ गरे तर तीर चाहिँ हराउँछन् कि डर लाग्छ कि मलाई तीर हिजोदेखि भागेको भागै छ बाँसको छैन बाँस सबै बाँसको हाम्रो सब होममेड का हाम्रो एभ्रिथिङ इज होममेड होम अल्सो होममेड र त्यही बिचकै बोतललाई नै हान्ने ट्राई गरौँ न तर उतन के हेर फेरि ओए बोल दे हाम्रो आँखाको अगाडि छ त्यो देखिछौ देखिछौ मेरो आँखाको अगाडि छ काटे हिचास त्यही बोतललाई हान्नमा एकदम मजा आउँदो रहेछ बोतललाई हान्नु दामी हुँदो रहेछ के बोतल बवाल गयो हल त ओए सिधै उड्यो बाइस राम्ररी बना भन्दैन निशानै छिनेको छ आफै छिनेर हिँडेको छ उसलाई हान्नु पर्यो क्या त्यो बोतलको साइडमा छ एउटा टिनको टिनकोले त पुरा काट्दिन्छ तीर तीर भाँच्चिन्छ नि मेरो सुरुमा 2-3 वटा तीर काट्दिएर पुरा प्वाखे ध्वस्त पारिदिएको छ अगाडिको भाग थियो नि बामा 27 जना आउनु भएको छ ल गाइज वेलकम वेलकम ल यसको कमाल हेरौँ है बोतल झुन्नाकोलाई हानिन्छ ल आज तीर हरायो हराउनु गाइजहरुको लागि त्यो ढुङ्गा हो अगाडिको होस् बोतलले नै हानिन्छ नचाहिन्छ फनी ढुङ्गा हैन नि यो त फलामको रडको बनाएको ए यसको पनि लाइभ भिडियो छ हेर्नु गरे युट्युबमा केसको लाइभ बनाएर बसिरहेको छु गन बनाएको गन तीर तीर बनाएको ए ग्रस ओए